बेबी साथीसँग जाँदैछु अहिले पुगेर कल गर्छु नि गोक पनि जानुपर्छ हामी साँच्ची भन्दा हुन्छ गोक पनि जानुपर्छ हुन्छ गोक जानु अरे कि पुगेर कल गरिहाल्छु कल गर्नु फेरि कल गर्नु एक गर त गर उठायो भन्नु भन्न नि ल हेलो उठाए त अब हामी हक्छौँ भन् अब हामी मुद्दे छौँ भन् न हामी अहिले एकदम अहिले ठिङ्रिङै छौँ अहिले हामी एकदम नचली बसिरहेको छौँ हौ त्यस्तो पनि भन् अनि सबै भन् न तेरो बुढीलाई सबै भन् मेरो बाउ माथेर हिँड्छ नालीतिर सुत्छ भन् तेरो बुढीलाई भन् न अरे ए गर्लफ्रेन्ड हो भन्न र पनि भन्न गर्लफ्रेन्ड नै भन्न के भयो तँलाई सबै कुरा भन्छु भन्न सबै कुरा भन्न आफ्नो म कहिले जन्मेको काम्रो जन्मेको त्यति बेला कट्टु लगाएको थिएँ कि थिइनँ हौ त्यस्तो पनि भन् के भयो तँलाई सबै कुरा भन्ने तँलाई के भयो अन्त सबै कुरा किन भन्नु भन्छु नि मेरो गर्लफ्रेन्ड हो मलाई किन भन्नु गर्लफ्रेन्ड भन्ने ठुलो चाहिँ म भन्दा ठुलो चाहिँ गर्लफ्रेन्ड भन्छु नि सबै भन्ने ऊ नि कतैछ यसले भन् कहाँ भन्छ अघिको मुतेहरू त कहाँ भन्नु होइन भन्न सबै कुरा त भन्दैछ अब हगेको मुतेको बाँकी छ त्यो भन् ए बिर्साको बोलेको जम्मै गर्लफ्रेन्डलाई भन्छु डल्लै 5 केजीहरू भात घिच्यो भन्नु सबै भन्नु ताउलिँदै भन्नु तेरो बुढीलाई नि तेरो बुढीलाई के चाहिँ भयो तँलाई त्यहाँ त कुन दिन चाहिँ ब्रेकअप दिन्छ अन्त चाहिँ खुलित हेर साथी खुलित अन्त हामीले त भोगेको छौँ न तँलाई भनेको गर्लफ्रेन्ड भन्दा ठुलो चाहिँ साथी भन्दा ठुलो गर्लफ्रेन्ड